एकैछिन यो भिडियो हेरौँ। 3टा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, संसदमा हुँदैनन्। म अहिले लाने भने हजारौं जनालाई म जेल लान सक्छु, तर म गर्दिन। म एक पैसा पनि सरकारको मेरो नाममा म खर्च गर्न चाहन्न, तर म चुनाउ दिन्छु। धन्यवाद। भर्खरै तपाईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद इन्दिरा राणा मगरले दिएको वक्तव्य हेरिसक्नु भएको छ। पहिला संख्या थोरै हुँदा भ्रष्टाचारका अत्यन्तै कुर्लिएर कुरा उठाउने, भ्रष्टाचारको विरुद्धको आफू एउटा महान अभियन्ता ठान्ने, तर आज संख्या पुगेको छ, अङ्क गणितले साथ दिएको छ, लोकप्रिय जनमत छ, जनताको वाह छ, यी सबै चिजहरूले साथ दिँदा पनि आज ती 3टा फाइल किन खोलिएनन्? जनता जान्न चाहन्छन् आखिर हुन्छ ती 3वटा फाइल के? आखिर ती 3टा फाइल खोल्नलाई अहिलेको सरकारलाई केले रोक्यो? यत्रो एकल 2/3 सरकार हुँदा केले रोक्यो? कि यो हिजो जनतालाई झुक्क्याउने एउटा चाल मात्रै त थिएन? आज आम जनजनको मनमा यो प्रश्न उब्जिरहेको छ। त्यसै गरी इन्दिरा राणा मगर ज्यू, तपाईँले चाहे भने हजारौंलाई जेल लान सक्छु मात्र होइन, चर्का कुरा मात्र गर्ने होइन, चाहे भने होइन, यदि कसैले गलत गरेको छ, बेठिक गरेको छ र तपाईसँग तथ्य र प्रमाण छ भने लान सक्छु होइन, तर गर्दिन होइन। गर्नुहोस्, लैजानुहोस्, जुनसुकै पार्टीका परोस्, जुनसुकै मान्छे नाता सम्बन्ध परुन्, तर यदि गलत गरेका छन् भने म गर्दिन भनेर होइन, सक्नुहुन्छ भने जेल हालेर देखाउनुहोस् भन्न चाहन्छु। यसरी जनताको बीचमा सस्ता लोकप्रियताका वक्तव्य दिएर जनताको मतलाई क्याप्चर गरेर सत्तामा पुग्ने भर्याङ मात्र नबनाइयोस् लामिछाने ज्यू। आज समय आएको छ, बेला आएको छ र अधिकार तपाईसँग छ, जनमत तपाईसँग छ, देशको सिङ्गो बागडोर तपाईँको हातमा छ। अब ती 3टा फाइल होइन, सक्नुहुन्छ भने हिजो एमालेलाई लगाएका, अन्य दलहरूलाई लगाएका विभिन्न आरोप र काण्डका एक फाइल खोल्नुहोस्, तथ्य र प्रमाणले प्रमाणित गरेर सक्नुहुन्छ भने जेल कोचेर देखाउनुहोस् भन्ने यो चेतावनी दिन चाहन्छु। धन्यवाद।